वेलकम गाइस टु फर माई न्यू ब्लग। अनि तपाईँहरू कस्तो हुनुहुन्छ, कस्तो हुनुहुन्छ? म चाहिँ एकदम ठिकठाक अनि सन्चै। अनि आजको गाइस यो ब्लग अलि कमेडी हुनेवाला छ। अनि लास्टसम्म हेरिदिनु होला प्लिज होला। अनि कस्तो लाग्छ लाग्दैन कमेन्टमा भन्नु होला। ठ्याक्कै खानासाना खाए, खाना त खानै पर्यो गाइस। खाना खाएन पनि नभयो, खाना खानै पर्यो जसरी पनि। खानासाना खाएँ अनि म मेरो साथी निस्कियो कामतिर। काम कसरी हुन्छ? काममा पनि नजाँदा हुँदैन साथी, हुँदैन। त्यसैले काममा जानै पर्यो। उसको चाहिँ बेग्लै फुटानी अरे। काममा जाने पानी एक बुन्द पनि आउँदा अरे फर्केर घर आउने। यस्तो पाराले कहाँ हुन्छ साथी? काम गर्न गएपछि काम गर्नै पर्यो। मैले भनेको काम गरे फर्केर आउनुपर्छ। काम गर्ने नगरेर पानी आइरहेछ के गर्ने? पर्छ ऊ चाहिँ खुसी पानी पर्छ म घर भाग्छु। म चाहिँ सोचिरहेको छु पानी परे पनि नपरे पनि काम गर्ने कि गर्ने। लास्टमा हेर्नु गाइस आज वेलकम गाइस टु फर माई ब्लग। किनकि लास्टमा मामाहरू परेको छ। यो भिडियोले अनि दुई बोराको मसला बनाए। मिस्त्री उभिएको छ, 2 बोराको मसला बनाए अनि इट्टा जोडाए गर्न थाले। इट्टा जोडाइ नगरे पनि हुँदैन गाइस। अब काम गर्न आएपछि त काम गर्नै पर्यो जसरी पनि। 2टा मिस्त्री म एक्लै लेबर पेलेर राखिदिन्छु गाइस। नो टेन्सन गाइस। 2टा मिस्त्री म एक्लै काफी। यिनीहरूले त यत्तिको हावा खुवाइदिन्छु थाहा छ नि। नेपाली पावर भनेको फेरि ब्रान्ड हो नि। AK-47 लिएर हान्ने हो नि। यस्तै पारा मुझे हामी भन्ने हो नि। या गाइस अगर यो भिडियोमा नि 5000 भ्युज आयो भने नि गाइस अर्को भिडियोमा ऱ्याप हान्नेवाला छु। कस्तो लाग्छ लाग्दैन कमेन्टमा भन्नु होला यो भिडियो। अनि यो भिडियोमा 5000 भ्युज आयो भने अर्को भिडियोमा म नेपाली ऱ्याप भिटेन यताउति हान्छु। अनि गाइस यहाँ चाहिँ एउटै हातले रिट्टा उठाइदिएको। तलदेखि हेर्नु ल, तलदेखि एउटै हातले फ्याल, म एउटै हातले पक्रिहाल्छु। मजाक पनि काम चल्दैछ। नेपाली पावर नि फेरि लिएर आछिने लडिहाल्यो। नेपालीको पावर भन्ने नेपाली पावर हो नि गाइस। फेरि नेपाली पावर इज ब्रान्ड। नेपाली गोर्खा ब्रान्ड। बासमा लागिहाल्छ। अनि गाइस ठ्याक्कै इट्टा उठाए। इट्टा त उठाउनै पर्यो। काम गर्न आएपछि त काम त गर्नै पर्यो। काम नगरे पनि हेर्नु फेरि ठेकदार आयो अरे ठ्याक्कै त्यति टाइममा एकदम शान्ति। ठेकदार आएर साला यहाँ भात खान पाएको छु नि। यहाँ मिस्त्री डरले भातै खाँदैन। ठेकदार जान्छ अनि भात खान्छु भन्दैछ। आजकल न्यू ब्लग ठ्याक्कै काम ठेकदारको डर से खाना नहीं खा रहे। अनि यहाँ चाहिँ ट्राफिक मामा पक्रिहाल्यो हाम्रो ठेकदारज्यूले। अब ठेकदारज्यूसँग साथी इन्डियन बाइक अरे। अब मामा पनि छोड्दैन। 5000 ट्याक्स भर भन्दैछ।